हेलो युट्युब फ्यामिली, वेलकम छ हजुरहरुलाई सबैजनालाई अनि न्यू डे न्यू ब्लग गाइज। अनि आज चाहिँ हामी हजुरहरुलाई के देखाउँदै छौं त है, हामी कहाँ छौं के गर्दै छौं हजुरहरुलाई सबै कुरा देखाउँदै छौं। र आज चाहिँ हामी हजुरहरुलाई पक्कै पनि हामीले ब्लगमा भनिसकेका छौं, हामी जम्मू कश्मीरमा छौं र जम्मू कश्मीरमा जाडो पनि छैन गर्मी पनि छैन, ठिक्क छ मौसम। तर पनि मलाई चाहिँ रुगा खोकी लागेको छ, जाडो चाहिँ जाडो नै छ, हावाहुरी चलेको छ। आज चाहिँ अलिअलि भए पनि घाम लागेको थियो गाइज है, अनि एकदम रुगा लागेर नाक न्यास न्यास भएर सबै के भएको यस्तो। अनि हामी चाहिँ अहिले स्कुलमा जब गरेका छौं है। मैले चाहिँ गरे छैन, मेरो बुढाले मम्मी बाबा सबैजनाले गर्नुभएको छ। अनि मेरो चाहिँ नानी छ नि त सानो, अनि त्यही भएर नि नानीको कारणले नि मैले गर्न पाएन काम चाहिँ, नत्र मैले पनि गर्थेँ होला सायद है, काम गर्न पाएन। अनि त्यसैको कारण आज चाहिँ हामी कहाँ बसेछौं कहाँ छौं भनेर चाहिँ हजुरहरुले सबैजना ल हेर्नुस् त। स्कुलको बस हुने ठाउँमा छ उता, उहाँ चाहिँ मेरो मम्मी हुनुहुन्छ। अनि सबै स्कुलको बस। अनि गाइज हेर्नु त वहाँनिर हेर्नु त एकचोटि हिउँ परेको हेर्नु त, त्यहीको हावाले त्यहाँ हिउँ परे, यहाँ चिसो हावा, के गर्ने यस्तो नाक न्यास भएर कति गाह्रो भएको छ गाइज मलाई चाहिँ है। अनि यसो भ्लग चाहिँ बनाउनै पर्छ, हजुरहरुलाई चाहिँ कन्टेन्ट दिनै पर्छ भनेर चाहिँ म यसो बाहिर निस्केर हजुरहरुलाई देखाएको छु। सबैजनाले भिडियो चाहिँ फुल हेर्नु होला, स्किप नगरिकन। र कस्तो छ यहाँको स्कुल भन्ने चाहिँ सबै कुरा हजुरहरुलाई देखाउने छौं। स्कुलमा पनि एकदम आनन्द छ। र यहाँ चाहिँ आज चाहिँ एकदम ठुलो घटना यहाँ जम्मू कश्मीरमा कति 16-17 जना कतिजना बम ब्लास्ट भएर चाहिँ डेट हुनुभएको छ हैन। कति धेरैजना चाहिँ टुरिस्टहरू बाहिरबाट आउनुभएको छ, सबैजना डेट हुनुभएको छ। त्यही भएर हडताल छ, सबै हडताल छ, पुरै बन्द छ, स्कुलहरू नि सबै बन्द छ। ल हेर्नुस् त आज स्कुल सुनसानै छ, हेर्नुस् त कति राम्रो पार्कहरू छ, कति राम्रो। अनि हामी चाहिँ उहाँ माथि बस्छौं, यो देखिरहनु भएको छ नि यो घर, यो माथिको घरमा चाहिँ हामी बस्छौं है। अनि आज हडताल भएको छ, त्यसै कारणले बन्द छ। मेरो बुढाको काम चाहिँ बन्द छैन, फेरि उहाँको काम चाहिँ कन्टिन्यू हुन्छ, प्राइभेट हो नि त उहाँको, त्यही भएर नि बन्द हुन्छ। र अलि दिनपछि 1 हप्तापछि मेरो बुढालाई नि यही स्कुलमा लिएर आउनुहुन्छ भन्नुभएको छ साहुले। अनि एकदम राम्रो छ गाइज है। अनि हामी अलि महिना बस्नेछौँ अनि काम गर्नेछौँ है। मैले त के काम गर्ने हो र, म त काम गर्दिनँ, बस म त्यतिकै नानी हेर्ने कोठामा बस्ने गर्छु। मेरो बुढाले चाहिँ काम गर्नुहुन्छ, ल फ्रेस पनि हुनुहुन्छ भनेर चाहिँ मैले यो ठाउँमा लिएर आएको छु मेरो बुढालाई है। अनि मम्मी बाबा पनि साथमै हुनुहुन्छ। अब आफ्नो आमा बाउ साथमा भएपछि त केही प्रब्लम भएन नि त। अनि त्यसै कारणले अनि ल हेर्नुस् त गाइस, ल हेर्नुस् त कति राम्रो राम्रो फुलहरू, हेर्नु न कति राम्रो राम्रो फुलहरू। ल हेर्नुस् त योलाई के फुल भन्छ होला है। ल हेर्नुस् त गार्डन हेर्नुस् त कति राम्रो छ, वाउ कति राम्रो छ के। ल हेर्नुस् त यत्रो रुखमा एउटा मात्रै गुलाबको फुल फुलिरहेको छ। ल हेर्नुस् त कति राम्रो छ है। स्कुल पनि हेर्नु न कत्रो ठुलो छ स्कुल पनि, माय गॉड स्कुल पनि कति ठुलो छ। र यहीँ बसेका छौँ हामी चाहिँ। फाइनली हामी अर्को ठाउँमा थियौँ, निसाद भन्ने ठाउँमा थियौँ। हामीलाई चाहिँ यहाँ अहिले दरगाह भन्ने ठाउँमा लिएर आइदिनु भएको छ साहुले है। हामी बुढाबुढी वहीँ काम गरेको थियौँ। अनि मम्मीको चाहिँ यतापट्टि, मम्मी बाबा चाहिँ यतापट्टि बस्नु भएको थियो। अनि मम्मी बाबाको त्यहाँ कामबाट त्यस्तै लफडा परेर अनि निक्लिनु भयो। निक्लेपछि अनि यो स्कुलमा साहुले, अनि स्कुलमा मम्मी बाबालाई पनि लिएर हिँड्नु, हजुरहरू पनि उतै हिँड्नुहोस् भनेर अनि साहुले लिएर आउनुभयो हामीलाई स्कुलमा। अनि स्कुलमा एकदम ठिक छ, उहाँ पनि बसेको थियौँ, उहाँ पनि ठिकै थियो। बट उहाँ अब मम्मी बाबा उहाँ नबस्नु भएपछि हामी बसेको केही अर्थ हुँदैन नि त। अब नानी पनि अनि काम गर्न दिँदैन, नानी पनि अलिक सानो छ नि त। अनि त्यसैको कारणले हो काम गर्न पाउँदिनँ मैले। अनि अब यहाँ भएपछि त मम्मीले काम गर्नुहुन्छ, म बस्छु नानी हेरेर भनेर नै हो। अनि ठिक छ अहिले यति राम्रो भएको छ है। अब अलि महिना बस्छौँ, दसैँसम्म बस्छौँ, फेरि दसैँमा त घरै आइहाल्छौँ। घरमा आएर यताउति होइन के कस्तो हुन्छ सबै कुरा विचार गर्नेछौँ। अनि बल्ल एक्सन लिनेछौँ के कस्तो हुन्छ भनेर। हेर्नुहोस् त यहाँ फेरि कस्तो राम्रो राम्रो फुलहरू,
फुलको त बगैँचा हजुरहरूलाई देखाइसकेको थिएँ मैले। ऊ त्यो पहाडतिर चाहिँ हिउँ परेर उतातिर अघि यस्तो छ है। यहाँ चाहिँ बच्चाहरू खेल्ने अनि हाम्रो कोठा चाहिँ यतासम्म छ है। कति लामो छ गार्डन। ऊ यो कोठामा चाहिँ लस्कारे तल पनि मान्छे हुनुहुन्छ, माथि पनि मान्छे हुनुहुन्छ। हामी सबैजना मेरो छोरी र बाबा चाहिँ उताबाट आउँदैछ। मेरो छोरीलाई चाहिँ खालि डुल्नुपर्छ। हजुर बाबा भनिरहेछ, मम्मी भन्नै जान्दैन, बाबा भन्छ खालि। आऊ यता आऊ। छैन माथि छ। कसरी दौडेर आएको छ। यस्तो रमाइलो छ गाइस। ठाउँ त बस्ने ठाउँ त यो त बेसकन रमाइलो छ कि एकदम धेरै रमाइलो छ। मलाई चाहिँ नाकबाट कस्तो भएको छ नि, ज्वरो आउला जस्तो भएको छ। मेरो छोरी चाहिँ आउँदै छ, बाबा र छोरी। अनुष्का कहाँ गएर आएको? हाँसतिर आउँदैछ। कति सानो मान्छे होला। कहाँ गएर आएको? आम्मामा नमस्ते गरिदेऊ सबैजनालाई। नमस्ते। कहाँ गएर आएको त तिमी? आऊ यता आऊ। यत्तिकै हो डुल्यो हो। अनि बाबा चाहिँ यता कहाँ गएर आएको बा? नातिनीलाई घुमाएर खालि। ए अब स्कुलको अझै 2-3 दिन छुट्टी छ स्कुलमा। यत्तिकै हो बस्ने हो। बाबा र मम्मीको त कामै छैन भने नि भयो। अब त खालि बस्ने यो गर्ने। अब अलि दिनपछि काम खुल्छ। यहाँ हडताल छ नि त अहिले, त्यस्तै परेको छ। अब फाइनली अब जम्मू कश्मीरबाट पनि मान्छे के भयो सानो लडेर मेरो छोरी फेरि उठ। तगडा छ नि मेरो छोरी, तगडा। यस्तै छ। अनि हजुरहरूलाई सबै कुरा देखाउने छु गाइज है। अनि हाम्रो चाहिँ यो टिकटकमा पनि हामीले फाइनली टिकटकहरू कन्टिन्यू गर्न पाएको छैन है। अनि युट्युबमा पनि ब्लगहरू कन्टिन्यू गर्न पाएको छैन। यहाँ स्कुलमा चाहिँ नेट पनि नरहेछ। अनि हामी बस्ने ठाउँमा पनि नेट छैन कि, यहाँ घरमा पनि नेट छैन। धेरैजना बस्नुहुन्छ, नेट छैन। अनि त्यसैको कारणले गर्दाखेरि पनि अलिक गाह्रो भयो क्या हामीलाई। अनि हामीसँग चाहिँ हामी नयाँ भनौँ न नयाँ आएको नि त यहाँ। अनि भर्खर आएको भएर चाहिँ हामीसँग सिम पनि छैन। अनि सिम नभएको कारणले गर्दाखेरि चाहिँ नेट चलाउनै नपाउने कि। मम्मीहरूको हुन्छ। अनि मम्मीहरूको चाहिँ अब यस्तो हुन्छ कि अब हटस्पट लियो अनि हटस्पट लिएपछि एकैछिनमा नेट सकिहाल्छ। अनि त्यो हुनाको कारणले गर्दाखेरि चाहिँ हामीले कन्टिन्यू भ्लग पोस्ट गर्न नि पाइएन। अनि त्यही भएर हो गाइस। कसैले पनि माइन्ड नगरिदिनु होला र भ्लग चाहिँ सबैजनाले हेरिदिनु होला, स्किप नगरिकन भन्न चाहन्छु है। हजुरहरूकै माया चाहिएको छ, अझै पनि केही गर्न चाहन्छौँ भनेर हजुरहरूलाई फेरि पनि यता फुल देखाउन चाहँदैछु। फुल त कति हो गाइस, ल हेर्नुहोस् के फुल हो। ल हेर्नुहोस् त, वाउ कति सुन्दर छ है। मलाई चाहिँ रुगा ज्वरो आउला जस्तो भए। हजुरहरूलाई अब कोठा पनि देखाउन जाँदैछु म। सबै कुरा देखाउँछु कोठा के कसो। स्कुलको बसे बस हो, सब स्कुलको बसे बस हो। हामी जाने चाहिँ यहाँबाट माथि हो। म देखाउँछु भर्याङबाट। यसरी जानुपर्छ भर्याङबाट। अनि भर्याङबाट माथि गइसकेपछि चाहिँ सबै कुरा देखिन्छ गाइज है। यस्तो रमाइलो देखिन्छ कि आहा। ल हेर्नुहोस् त वहाँ माथि हिउँ परेको हेर्नुहोस् त। हिउँ अझैसम्म गएन। मलाई चाहिँ लास्टै गाह्रो भएको छ। ल हेर्नुहोस् त, आहा कति राम्रो। ल हेर्नुहोस् त, हामी चाहिँ यहाँ बस्छौँ है यो भित्र। यहाँ चाहिँ पानी चुहिँदो रहेछ। यो भर्खर बनाउनु लागेको छ कि यो। अनि त्यसै कारणले हो। अनि यतापट्टि चाहिँ मम्मीको कोठा हो। मम्मीको कोठा हो यो चाहिँ। यो चाहिँ मम्मीको कोठा हो है। खासै अहिले धेरै सामान छैन। अनि यतापट्टि चाहिँ हाम्रो छ। यतापट्टि चाहिँ हाम्रो छ। अहिले खासै सामान छैन।
सो त्यही हो, अलिअलि छ। अब फेरि पनि जोड्नेछौँ अलिअलि गरेर। खासै धेरै सामान त छैन, यही हो कोठा चाहिँ र बाथरुम यता छ हाम्रो। यतापट्टि नि कोही बस्नुहुन्छ। यो चाहिँ हाम्रो बाथरुम हो, यो देख्न सक्नुहुन्छ। सब छ, सब छ बाथरुमहरू। यस्तै छ गाइस है। बस्ने ठाउँ त राम्रो छ, एकदम फेसिलिटी छ। सबै कुरा, तातो पानीहरू सबै आउँछ। जाडो चाहिँ धेरै नै जाडो छ यता। बिहान बेलुका दिउँसो पनि कोठाभित्र जाडो भइरहेको हुन्छ। रमाइलो छ गाइस है। ठिकै छ। सबैजनाले भिडियो चाहिँ स्किप नगरिकन हेरिदिनु होला र सबैजनाले माया गरिदिनु होला है भन्न चाहन्छु। र सबैजनाले हेरिदिनु होला है। फेरि पनि हामी नयाँ कन्टेन्टहरू हजुरहरूको माझ ल्याउनेछौँ। सबैजनाले माया गरिदिनु भयो भने र नेपाल चाहिँ हामी चाँडै फर्किआउनेछौँ है। सबैजनाले माया गरिदिनु होला। भिडियोलाई स्किप नगरिकन हेरिदिनु होला भन्न चाहन्छु। अहिलेको लागि चाहिँ म छुट्टिन्छु गाइस। बाई बाई।